ग्वारको चोकको फ्लाइओभर पुल है यो भर्खर नयाँ बन्दै गरेको यहाँबाट ग्वारको चोकबाट सुरु भयो अहिले जाम छ फेरि एकदम समय चाहिँ धेरै लागे जस्तो लाग्छ कि फेरि मेन हाइवे यो ग्वारकोको हाइवे पुल आइपुग्नु लाग्यो ग्वारकोको पुल यही हो यो मल ब्याङ्कुट यहाँ यो ग्वारकोको पुल यही हो यो पुल सकेपछि यहाँबाट इमाडल सुरु भयो यहाँबाट अलिकति अगाडि चाहिँ स्तूपा छ यो इमाडलको स्तूपा यो मन्दिरसँगै छ स्तूपा अब यहाँबाट दाहिने लाग्ने यहाँ हामी दाहिनेपट्टि लाग्यौँ युनाइटेड स्कुल आइपुग्यो युनाइटेड स्कुल बर्गर हाउस यो अब यहाँबाट देब्रे लाग्ने यहाँ फुटसल पनि छ सबै यहाँ तारापुञ्ज स्कुल आइपुग्यो हामी तारापुञ्ज स्कुलबाट देब्रे साइड लाग्ने तारापुञ्जको मेन गेट आइपुग्यो हामी यतापट्टि फुटसल छ यही स्ल्याब ढलानको बाटो सिधै बाटो ठ्याक्कै हलवाई चोक पुगिन्छ अगाडिको 3 बाटो ठ्याक्कै यही हलवाई चोक घर चाहिँ यही नै हो यो डिपार्टमेन्ट स्टोरबाट यतापट्टि यो 16 फिटको बाटो भयो घर चाहिँ यो अनि यताबाट जाने चाहिँ 13 फिटको बाटो
दुईतिर कर्नरको भयो घर भयो घर यही नै हो पसल छ अगाडि यतापट्टि तिमल सिन्हा चोक